हेलो हेलो नमस्ते सम्पूर्णलाई न्यू डे न्यू ब्लग साथीहरु म ट्याक्सी ब्लग लिएर आइसके हजुरहरुको सामु है साथीहरु मलाई चाहिँ अहिले चाहिँ अफलाइन ट्रिप लागेको छ हैन चाबेल जाने म त्यहाँ लोकतान्त्रिक चोक बसिरहेको थिए फेरि बोलाउनु भयो यहाँ बिरामी लिएर जाने अरे उता चाइना गेट नजिकै चाबेल नजिकै चुच्चीपाटी हैन त्यहाँसम्म चाहिँ अनि 500 रुपैयाँ दिन्छु भन्नु भयो हैन अनि हुन्छ भनेर अनि आएर बसिरहेको छु म अनि बिरामी लिन वहाँ जानु भएको छ हैन अनि आएर अनि बिरामी लिएर म चाबेल जान्छु हैन चाबेलबाट फेरि कताको ट्रिप लाग्छ है अब फाटाफुटी अब ट्रिप चाहिँ लाग्नुपर्छ अलि आज चाहिँ अलि ढिलो नै उठ्यो म हैन अलि ढिलो नै उठ्यो त्यही भएर नि अब यो पहिलो ट्रिप हो पहिलो ट्रिप चाहिँ मैले सिधैमिधी छोड्दिन के पहिलो ट्रिप त झ्याप्प गरिहाल्नुपर्छ के काम सुरुवात चाहिँ ठ्याक्क गरेपछि गरे त्यसपछि हिँडे हो त्यही भएर चाहिँ हेलो हजुर कहाँनिर हुनुहुन्छ आनी गुम्बा ल म आउँदैछु है लोकेसनमा साथीहरु म यता कपन आएको थिएँ नि त हैन अनि यता आएर यही ट्याक्सी लाइनमा बसिरहेको थिएँ हैन ठ्याक्क यता कपन आनी गुम्बाबाट चाहिँ मलाई चाहिँ छाउनी हस्पिटलको लागेछ है छाउनी हस्पिटलको 530 मा है ल साथीहरु म ढिला नगरिकन लिन जाँदैछु है यो चाहिँ मेरो सेकेन्ड ट्रिप हो हैन अघि चाहिँ चाइना गेट ल्याएर छोड्दै हैन यो चाहिँ फेरि आएर बसेको थिएँ यहाँबाट फेरि छाउनी हस्पिटल जान्छु है साथीहरु ल त भिडियो हेर्दै रहनु होला है अन्तिमसम्म राम्रै हुँदैछ है आज फटाफट ट्रिप चाहिँ लागिरहेको साथीहरु यहाँ हिँड्दा आफ्नै म घुमाइदिन्छु मासी सजिलो हुन्छ म यसमा दिन्छु बिस्तारै बिस्तारै राख्छ ल ये नहीं हेलो साथीहरु म चाहिँ छाउनी हस्पिटल गएको थिएँ नि त हैन छाउनी हस्पिटल गएर चाहिँ ठ्याक्क मान्छे झारेको हैन फेरि अफलाइन चाहिँ यता सुन्दरी जल नयाँ पार्टी भन्ने ठाउँ रहेछ हैन यहाँ चाहिँ फेरि अफलाइन ट्रिप लिएर आएको हैन तपाईहरुले हेर्नु नि भयो होला बिचारा सन्चो नभएको बिरामी है
अनि त्यही भएर मैले खासै त्यति धेरै पैसा लिनु पनि लागेन कि होइन। अनि उहाँहरू चाहिँ बिहान 1500मा यहाँको गाडी ट्याक्सीले लगिदिएको रहेछ होइन। अनि अनि मैले सोधेको कतिमा फर्किनु भएको कतिमा आउनु भएको भनेको 1500 हुने थियो। ल त्यसो भए मलाई 1200 दिनु भनेर अनि 1200 नै पुग्छ कि होइन। म त अनलाइन कुदिरहने मान्छेलाई चाहिँ 1200 धेरै राम्रो हो, कम्तीमा 17 किलोमिटर जति होला है। अनि यहाँ ल्याएर छोडिदियो है। छोडिदिएर चाहिँ अब म भर्खर गाडी निक्लेको छु। अब यहाँबाट चोकतिर गएर बस्छु है। यहाँबाट चोकबाट पाएँ भने पाएँ, पाइनँ भने उता नेपाल मेडिकल कलेजतिर गएर बस्छु है। जे भए पनि अब ठिकै है। अब यस्तो बिरामी मान्छेहरू देखेपछि त पैसा लिनै माया लाग्छ कि मलाई। अब के गर्ने, अब साउको भाडा तिर्नु पऱ्यो, तेल हाल्नु पऱ्यो है। त्यही भएर मैले ठिक्कको पैसा चाहिँ लिदिएँ। ल गाइस, अब यहाँबाट फेरि अब कताको टिप उड्छ है। साथीहरू मलाई चाहिँ एउटा चाहिँ मिठो टिप लाग्यो है। यहीँ नजिकै होइन, सिन्धरी जोलबाट चाहिँ गोकर्णेश्वर जगडोल भन्ने ठाउँतिर लागेछ है। 363मा है, हाई रेटमै उठाएको लागेछ है। ल त साथीहरू म लिन जाँदैछु है। साथीहरू म यता रामहिटी आएर बसेको थिएँ नि त, अनि रामहिटीबाट फेरि लागेछ मलाई होइन। यो धापसी जाने 340को है, ठिकै छ है। अब खाली खाली फर्किनु भन्दा नि यो टिप लिएर चाहिँ फर्क्यौँ है। साह्रै भोक पनि लागेछ, खाना पनि खाएको छैन है। 12 सवा 12 भइसक्यो है। ल त गाइस, धन्यवाद। म यहाँ रोकिदिन्छु। झर्नु है, यतातिर गाडी आउँछ कि फेरि के। हेलो हजुर, कहाँनिर हुनुहुन्छ? सङ्कटा मन्दिरको अपोजिट कि त्यही सङ्कटा छिर्ने बाटोमा? ए अपोजिट साइडमा? हजुर हजुर। राइट टर्न भन्छी सङ्कटा मन्दिर जाने बाटोमै हो नि त? ए ल ल, मेरो गाडी नम्बर हेर्नु है, 1984 हो। म आउँदैछु। साथीहरू मलाई फेरि यता धराराको लागेको थिएन, धरारा ल्याएर मान्छे छोडेको ठ्याक्क फेरि मनोमाइजीको ठ्याक्कै बज्यो होइन। अनि मनोमाइजीको ठ्याक्कै बज्यो होइन। मैले ओके गरिसकेको छु होइन। 400मा यहीँ नजिकै हुनुहुन्छ अरे होइन। म मान्छे लिन जाँदैछु। अनि फेरि मनोमाइजी गएपछि चाहिँ कहाँको टिप लाग्छ है साथीहरू। अब फाटाफुट्टा टिप चाहिँ लागिरहेको छ है। अब यस्तै छ। अनि एकजना साथीले चाहिँ भन्नुहुन्थ्यो कि मलाई कुन ट्याक्सीमा चाहिँ धेरै टिप लाग्छ भन्नुहुन्थ्यो होइन। इभी, अल्टो, मारुति कुनमा धेरै टिप लाग्छ भन्नुहुन्थ्यो है। सबै ट्याक्सीमा उस्तै हो, सबै ट्याक्सीमा टिप चाहिँ लाग्छ है। तर मेहनत गर्नुपर्छ। जतिमा आएको त्यतिमा लोमा उठायो भने त टिप त गरिसाध्यै छैन नि होइन। अब मैले बुझेअनुसार चाहिँ इभीमा चाहिँ अहिले नयाँ गाडी भएर चाहिँ अलि धेरै इभीमा लाग्छ, नत्र भए त सबैमा उस्तै हो जस्तो लाग्छ। त्यो खटाइमा चाहिँ भर पर्छ है साथीहरू। यस्तै हो। ल त मेरो अब लोकेसन पनि आउनु लाग्यो है। मान्छेलाई हालौँ अनि त्यसपछि अनि जाऊँ मनोमाइजूतिर। साथीहरू मलाई चाहिँ यो मनोमाइजू म आएको थिएँ नि त उता न्यू रोडबाट होइन। फेरि अनि यता मनोमाइजू नजिकैबाट चाहिँ फेरि मलाई चाहिँ यो बालाजु जनक मेडिकल यता बालाजुतिर पर्छ होइन। यो नजिकै हो होइन। 242को टिप उठेछ है। मान्छेले फोन गरिसक्यो होइन। लोकेसनमा आउँदै हुनुहुन्छ अरे है। म चाहिँ यहाँ वेटिङ गरेर बसिरहेको छु है। अब कति बेरसम्म वेटिङ गर्नुपर्ने थाहा छैन। जम्मा 250को टिप छ है। तर अब केही छैन, अब एकछिन भयो भने वेटिङ चाहिँ गर्नु पऱ्यो होइन। अब यस्तै छ है। बाटोमा कुरेर बसिरहे रङटी है। कतिखेर आउने हो थाहा छैन है। तर एकैछिनमा आउँछु भन्नुभयो, सायद आउनुहुन्छ होला, आई होप। ल त साथीहरू भिडियो हेर्दै रहनु होला है अन्तिमसम्म। जस आज राम्रै हुन्छ भिडियो चाहिँ है। युएस एमबिसीबाट आउने हो, त्यही साइडमा हुनुहुन्छ? ल ल ल म आउँदैछु। 1984 हेर्नु है गाडी नम्बर। 1984 हजुर। साथीहरू मलाई यो महाराजगञ्जबाट चाहिँ बस पार्क जाने है। 250 को लो रेटमा टिप फुटेछ है।
ल त साथीहरू अब खाली खाली जानुभन्दा त्यही 250 पनि उठाएर लिएर जाँदैछु है। ल त गाइज साथीहरू अब आज पनि कमै अब राम्रै भयो भनौँ है। आज पनि राम्रै नै हान्ने है। तपाईँले देख्नुभयो फटाफट टिप चाहिँ लागिरहेको छ है। त्यस्तो नलाग्ने चाहिँ होइन, टिप चाहिँ दामी दामी तलले नै हाने मैले होइन, अफलाइन अनलाइन है। त्यसले गर्दा चाहिँ आज नि राम्रै कमाइ भयो भनौँ है। अनि साथीहरू मेरो चाहिँ अब के छ भने अब 20 वर्ष पुरानो गाडीहरू समाइरहेको अवस्था छ नि त। अनि 20 वर्ष पुरानो गाडीहरू चाहिँ चेकिङमा पऱ्यो भने समाइदिरहेको अवस्था छ है। त्यही भएर मैले खासै टाढा चाहिँ गएको छैन। अब मेरो चाहिँ यो 4 को मारुति ट्याक्सी हो है। मारुति ट्याक्सीमा नि अब टिप त लागिरहन्छ है। अब के गर्ने, अब 20 वर्ष पुरानो गाडीहरू चलाउन पाउँदैन कि अहिले होइन, सरकारले नै ब्यान गरिसकेको छ। त्यही भएर लुकी लुकी चाहिँ चलाइरहेको छु। अब म पनि सायद अब 6-7 को मारुति पाएँ भने मारुति, अनि अल्टो पाएँ भने अल्टो नै चलाउँछु होला। अब म पनि ट्याक्सी आएको खोज्दैछु है। अब कतातिर पाउँछ साथीहरूसँग बुझेर नै अब फेरि एउटा नयाँ ट्याक्सी चाहिँ चलाउँछु।